घर बनाउँदा याद नहुने खर्चहरू तपाईले चाहिँ अब घर बनाउनु भन्दा पहिला सुरुमै इस्टिमेट गर्दा पनि छुट्न सक्ने र अब जुन चाहिँ पछि काम गर्दै जाँदा थपिने र अब तपाईले सोचे भन्दा चाहिँ 8-10 लाख खर्च नै बढी हुने यस्तो चाहिँ कुन कुन कामहरू हुन्छन् त। घर भन्ने बित्तिकै चाहिँ मेन अब घरको चाहिँ स्ट्रक्चर देखि फिनिशिङ सम्मको काम बुझिन्छ, तर अब यो भन्दा बाहिरको केही कामहरू छुटेको हुन सक्छन्। जस्तै कि अब यो घर भन्दा बाहिरको चाहिँ जुन यो बाउन्ड्री वाल हुन्छ, त्यस्तै अब मेन गेट, सेप्टिक ट्याङ्क, सोकपिटहरू यो चाहिँ अब सुरुमै डिजाइन गर्दा ड्रइङमै पनि हुन्छ, तर अब इस्टिमेट गर्दा चाहिँ छुटेको हुन सक्छ। अझ यदि तपाईले पर स्क्वायर फिटको हिसाबले बनाउँदै हुनुहुन्छ भने चाहिँ त्यो एरियामा चाहिँ अब त्यहाँ स्ल्याब मात्र अथवा चाहिँ घरको एरिया मात्र हुन्छ। पछि अब तपाईले यस्तो खर्च बनाउँदा चाहिँ त्यहाँ अब अन्डरग्राउन्ड वाटर ट्याङ्कको छुट्टै एरिया नाप्ने, अघि भने जस्तै यो बाउन्ड्री वाल, त्यस्तै अब त्यहाँ भएको सेप्टिक ट्याङ्क, सोकपिटहरूको चाहिँ एरिया थप्ने, जसले गर्दा चाहिँ अब त्यही एरियामा चाहिँ अब त्यहाँ कति भनेको छ 2500, 3000, 3500 कति पर स्क्वायर फिट भनेको छ, त्योले बढ्दा चाहिँ तपाईले सोचे भन्दा चाहिँ घरको खर्च चाहिँ अति नै बढ्छ। 10 लाख 20 लाख अथवा त्यो भन्दा बढीसम्म पनि बढ्छ। र त्यसै गरी अब घर बनाउँदै गर्दा चाहिँ त्यहाँ अब तपाईको लागि पानी चाहिने हुन्छ र अब कतै कतै चाहिँ बोरिङ खन्न मिल्दैन, इनारको पानी चाहिँ पर्याप्त नहुने, अथवा चाहिँ तपाईले अब बाहिर ट्याङ्करबाट पानी मगाउनु पर्ने हुन सक्छ। यस्तो खर्च पनि सुरुमा चाहिँ हिसाब गरिएको हुँदैन। पछि चाहिँ अब यस्तो खाने पानीको लागि ल्याउने जारदेखि घर बनाउनलाई नै लाग्ने पानी चाहिँ ट्याङ्करबाट ल्याउँदा चाहिँ बढी खर्च लाग्न सक्छ। र त्यसै गरी अब अन्य सामान्य कामहरू जस्तै अब यो अर्थिङ, र त्यसै गरी अब माटो फिल गरिसकेपछि त्यहाँ चाहिने जुन यो मंकी जम्पर हुन्छ अथवा कम्प्याक्सन गर्न प्रयोग गरिने यस्तो उपकरणहरू जुन चाहिँ सुरुमा याद नै गरिएको हुँदैन, तर पछि अब साइटमा काम गर्दै जाँदा चाहिँ यस्तो अब थप खर्चहरू पनि आउँछन्। र त्यसै गरी अब हेर्दा सामान्य लागे पनि घर बाहिरको जुन यो बुट्टाहरू हुन्छ, डिजाइनहरू, त्यसको लागि पनि कुनै पनि खालको अब त्यहाँ चाहिँ सुरुमा बजेट छुट्याइएन भने पछि चाहिँ अब त्यस्तो सामान्य बुट्टा गर्नको लागि पनि त्यहाँ अब लेबर चार्ज पनि महँगो हुन्छ। अलिकति सामान्य खालको बुट्टा बनाउनु पर्यो भने पनि लेबर चार्ज नै त्यसमा चाहिँ अब 1 लाख अथवा त्यो भन्दा बढी लाग्ने, अथवा चाहिँ बुट्टा बाहिरबाट किनेर ल्याउनु पर्यो भने चाहिँ त्यो बुट्टाहरूलाई नि महँगो पर्ने, यस्तो पनि समस्या हुन सक्छ। त्यसैले अब तपाईले घर बनाउन कसैलाई जिम्मा दिँदै हुनुहुन्छ भने चाहिँ तपाईको अब 2D 3D ड्रइङमा भएको हरेक कुरा चाहिँ त्यसमा समावेश गरिएको छ वा छैन भनेर बुझेर मात्र त्यसमा अब तपाईले कन्ट्र्याक्ट गर्नु उपयुक्त हुन्छ। नत्र अब तपाईले सोचे भन्दा 8-10 लाख अथवा 20 लाख नै पछि चाहिँ खर्च बढ्ने जोखिम हुन्छ।